सो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानलहरू क्या म चाहिँ टक्क अब आज चाहिँ हाम्रो नयाँ प्लान छ होइन। अनि हामीसँग चाहिँ आज को हुनुहुन्छ भने पूजा दिज्यू अनि मम्स भर्खर उठ्नु भएको अनि दादा चाहिँ आएछ मेरो बाइक सफा अनि अब चाहिँ हामी अहिले चाहिँ टक्क सो बाहिर निस्किन आँटेको क्या। त्यहाँ अचानक त्यहाँ सिट खाली, हिजो बुक गरेको थियौँ बुकिङ भएछ अनि नजाने भनेर बसेको, बुकिङ भइसकेछ अनि फिल्म हेर्न जान आँटेको। अनि फिल्म टक्क यसो अलिअलि क्लिप देखाएर अनि फेरि भरे हामी चिन्डे डाँडा जाने कुरा हुँदैछ सिब्लिङ्स। अनि अब सो गाइज हामी चाहिँ टक्क फिल्म हलाइसक्यो होइन, लाजशरणम हेर्न। ल पपकर्न सपकर्न यहाँ छ, हामी यसो अब के लिनुहुन्छ टक्क हेरेर अनि यहाँ अब सिटमै गएर ट्याक्क बसेर आउनुपर्छ, सिटमै गएर टक्क सो गाइज फेन्टा कोकहरू चाहिँ कम्प्लिमेन्ट्री रहेछ है। फिल्म स्टार्ट भइसक्यो, अब टक्क हामी सिट खोजेर बसौँ न त। सो गाइज होइन हामी चाहिँ टक्क अब उयसमा छौँ क्या, ब्रेकमा छौँ। अनि त्यो चाहिँ फोटो सेसन चल्दैछ यहाँ। अब हामी चाहिँ यहाँ कफी सफी अर्डर गर्न आएको थियौँ क्या। अब भिडियो खिचौँ भनेको पाइरेसी अलिकति साइको लाग्यो क्या। अब साइको भन्दा नि पाइरेसी गर्नु राम्रो होइन टाइपले। अब त्यही भएर अब टक्क हामी चाहिँ अब त्यहाँ कफी आउँछ होला टक्क, अब कफी खाँदै यसो फिल्म हेर्नुको मजै छुट्टेछ। हेलो सबैजनालाई, हामी यहाँ ध्यान आकृष्ट गर्न चाहन्छौँ हामी माझमा चलचित्रका कलाकार जुन हामीले भर्खर तपाईँले चलचित्र हेरिसक्नु भएको छ, चलचित्रका कलाकार टिममा आउनु भएको छ र यहाँलाई अगाडि आएर तस्बिर ओके थोरै खदा लगाएर अनि स्वागत गर्ने कार्यक्रम छ। पहिला यता स्वागत गर्दै अब यस्तै हो होइन, लक्की पर्सनहरू। म चाहिँ माथि गएर खिच्नु पर्छ है। एक्सक्युज मी सबै साथी हामी ये मेरा भगवानहरू, ये मेरा मालिकहरू, ये मेरा सरकार। फिल्म कस्तो लाग्यो? थ्याङ्क यू। अहिले हामी धरान फ्रेन्ड्स सिनेमा हलमा छौँ र लाजशरणमको सो सकिएको छ। लाजशरणम कस्तो लाग्यो? सो गाइज हामी चाहिँ यो हो के अपरेटिङ सिस्टम टाइपको। अनि हामीले चाहिँ यसो फोन गरेको थियौँ क्या हिजो आउनुहुन्छ भनेर, अनि यसो कलसल गरेर बोलाएको थियौँ ठिक्क। हिजो बेलुका मैले बोलाएको थिएँ क्या, ठिक्क आउनु भएछ। ल ठिकै छ, दिस इज कल लक होइन। अब टक्कसँगले अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ, निस्केर अब सो गाइज हामी चाहिँ टक्क अब सबै रेडी भइसक्यो होइन। दादा दिदीहरू यहाँ हुनुहुन्छ अनि त्यहाँ आशिकालाई पनि पिकअप गरेर अब यहाँ मामु त हुनुहुन्न, दादा यहाँ हुनुहुन्छ फोन चलाउँदै हुनुहुन्छ। अनि हम्स म्याच ल है त। अनि अब हामी चाहिँ यो के हो क्यामेरा के हो, अब हाम्रो चाहिँ त्यहाँ चिन्डे जाने प्लान क्यान्सल भएर ओसो जाने भयो क्या। अनि अब बाटोमा टक्क भ्लग गर्दै जानुपर्छ नि दिजु। हामी चाहिँ यहाँ हिँड्दै जाँदैछौँ होइन, अगाडि जाँदैछौँ, तिनीहरू चाहिँ अगाडि पुग्छ, हामी चाहिँ यहाँ हिँड्दै जाँदैछौँ।
यहाँ पर ट्राफिक बसिराख्नु भएको छ उ त्यहाँनिर त्यहाँ मामा ए के भयो गाइज फाइनल्ली हामी चाहिँ आइपुग्यो होइन ओसोमा दादाहरू सबै अब टक्क हामी त्यहाँ ओसोको भित्र प्रवेश गर्न आँटेको टक्क प्रवेश गरिदिउँ न त एकपल्ट सुरुमा यहाँ चाहिँ ओसो डेभलप हुनुभन्दा ओसो त पहिले भइसक्यो हो हुन चाहिँ तर यहाँ हर्क सामताङ सरले यसो डेभलप गर्नुभन्दा अगाडि चाहिँ यो के अरे यो पुल चाहिँ पहिले नै टक्क हालिसक्नु भएको थियो अहिले त कस्तो दामी दामी छ क्या हामी पहिला आउँथ्यौँ 8-10 वर्ष अगाडितिर यहाँ छैन यो पुरो खोला छ नि यहाँ स्विमिङ खेल्न आइन्थ्यो नि यहाँबाट हाम्रो यहाँबाट तल कस्तो मजा आउँथ्यो यहाँ खोला छ क्या अनि टक्क हामी चाहिँ पहिले यहाँ स्विमिङ खेल्न आइन्थ्यो क्या यहाँबाट गायब भइसकेको हो ऊ सर्पो यहाँ आइसकेछ त नि सर्पो त यहाँ सार्दैछन् चितुवा ला निदाको अहिले कसलाई खिच्यो जस्तो अब यहाँ चाहिँ पहिले खोलाहरू टक्क स्विमिङ पुल थियो क्या यहाँ अहिले त सबै सुकेको हो कि के हो त्यस्तै हो होइन अझ हामी चाहिँ गहिराइमा जाऊँ न त होइन अब त्यस्तै हो हल्का डिपली जाऊँ न यसो भित्रभित्र सो गाइज हामी चाहिँ टिकट काटेर नि अस्ति जसले मेरो भ्लग हेर्नु भएको थियो फेरि त्यही ठाउँमा आइपुगिसकेँ होइन म चाहिँ तर अहिले चाहिँ धेरै चिजहरू डिफ्रेन्स भइसकेको छ अस्ति प्लास्टिकले बेरेको थियो अहिले यस्तो दामी दामी बनाएको रहेछन् ए फुलहरू अनि टक्क यहाँ बस्ने ओर्ने हुनुहुन्छ त्यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदो रहेछ अनि अझै राम्रो हुँदैछ हौ अझै त्यहाँ कामहरू हुँदैछ आमा ओभर हुन्छ कि क्या हो यहाँ त धेरै नै बनिएला जस्तो छ अब यहाँ मेरो चाहिँ गर्मी भएर उयो पुतली उड त टक्क हामी चाहिँ त्यहाँभित्र छिर्दिउँ न त टक्क अब यहाँ चाहिँ उयो कन्स्ट्रक्सन स्टार्ट भइरहेको रहेछ अनि यहाँ चाहिँ अर्को बाटोबाट अब यो चाहिँ यता यो बाटोबाट अनि पानीको पाइप हो यिनीहरू चाहिँ यस्तै छ है यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदैछ हामी चाहिँ यहाँ अब तल्लो बाटोबाट आइयो त्यहाँ पनि कस्तो राम्रो अस्ति देखाएको थिएँ नि अस्ति पनि आएको थिएँ त्यति बेला नि कस्तो राम्रो लागेको थियो क्या अनि मेन कुरा चाहिँ अझ त्यो भर्याङदेखि माथि जान मन लागिरहेको छ क्या डाँडातिर त्यो चाहिँ समय मिलाएर यसो अब हाइकिङ टाइपले सो हेल्थ पनि अलिकति राम्रो हुन्छ सो घुम्ने टाइपले नै आएर आउनुपर्छ होइन भ्लग भनेको लामै बनाउने हो क्या यस्तै हो ल है त त्यहाँ पुगौँ न ल है त टक्क हामी चाहिँ अस्तिकै ठाउँ फेरि आइसक्यो अब यहाँ चाहिँ यस्तो राम्रो लागेको छ यहाँ चाहिँ माछाहरू सबै मिलेर बनाएको जस्तो क्या यसलाई के पो भन्थ्यो आरा खोइ के भन्थ्यो क्या रियलको हो यो कछुवा त कोइन फाल्ने ल दादा दिदीहरू त्यहाँ थाकेर बसिसक्नुभयो त्यही भएर हेल्थको चाहिँ कन्सियस हुनुपर्छ क्या डु जिम एन्ड मेक बिग मसल्स अरे यस्तै छ है त ल है त यहाँ चाहिँ हाम्रो हजुरबा जस्तो लाग्थ्यो तर बिपी कोइराला हुनुहुँदो रहेछ बिपी कोइराला नि हाम्रो हजुरबाई हो होइन किनकि हजुरबा भएपछि केयर गर्नुपर्छ नि त अनि हस्पिटल खोलिदिनु भएको छ यसो होइन त पुरै स्पोन्सरै बिपी कोइरालाले गरेको क्याम्पमा
होइन जस्तो मरेगाडी नाममा चाहिँ बनाएको हो ए ऊ ड्रोन स्रोन उडाउँदै छन् होइन टक्क अब मलाई क्याप्चर गर्न न अनि यहाँ ऊ त्यहाँ के हर्क साम्बाङ हो कि क्या हो ग्रुप धेर छ नि त अनि त्यही भएर ठिकै छ अब हामी यहाँ भित्र छिरिन्छ क्या हो फुलहरू त राम्रो राम्रो रहेछ टिकटकै बनाउनु भयो भने छिर्नुपर्छ जस्तो छ अँध्यारो त्यो फरिराख्नुहोस् न घुम्न हिँडेको मान्छेलाई मतलब सी केयर्स अबाउट मी क्या ल ठिकै छ अहिले त एसटिएस रक गार्डनमा आइपुग्यो होइन त टक्क अब यहाँ चाहिँ 35 रुपिस रहेछ एन्ट्री फी पर पर्सन है फेरि सबैलाई होइन पर पर्सन चाहिँ 35 रुपिस अनि हामी अहिले गएको ठाउँमा चाहिँ पर पर्सन 15 रुपिस रहेछ अनि अब यहाँ चाहिँ ठुलो ठाउँ रहेछ त्यही अनुसारको होला उ त्यहाँ एउटा रोज गार्डन पनि थियो त्यहाँ पनि 35 रुपिस थियो पर पर्सन यस्तै छ यहाँ पनि 35 रुपिस नै थियो अनि एसडिएस रक गार्डन तपाईँ आइरहनु भएको छ टक्क म चाहिँ पत्रकार है केही भन्नु छ दिजु ल अहिले पानीपुरी खानुपर्छ यहाँ दादाको एक्सक्युज मी अब मेरो यहाँ टिकटक स्पट भेटेँ क्या हो ल है त यसो कस्तो सेक्री हो आमा यस्तो घर भयो है दादा यस्तो ठाउँमा घर भयो उयो चाहिँ हो मेरो अब टिकटक बनाउनु गएको ठाउँ म गएको ल टिकटक टक्क एउटा हानेर आउने त्यो गाइज हल्का यहाँ टिकटक सिकटक बनाइसक्यो होइन अब यहाँ चाहिँ यस्तो छ है भ्यू अक्को छ नि हो अब यहाँ कालो आयो होला यस्तै छ अब मान्छे नै कालो होइन यसरी हेर्नु पर्ला जस्तो छ अनि अब यो चाहिँ भनौँ न चिल्ड्रेन पार्क त्यहाँ रहेछ यहाँ चाहिँ फोटो सेसन हुँदैछ ऊ चटक्स ल अब यस्तै हो होइन यहाँ चाहिँ म यहाँ त छिरेकै थिइनँ यहाँ कस्तो राम्रो रहेछ क्या यो पार्कमा चाहिँ जे हुन्छ धरानमा हुन्छ जे हुँदैन धरानमा हुँदैन अरे जे पाए त्यहाँ होइन अब यस्तै छ मैले त भ्लग बनाउन 1-2 दिन ग्याप भयो भने बोल्नै बिर्सिन्छु हो नि यहाँ चाहिँ यत्तिको छ है त्यहाँ कनेक्सन एउटै रहेछ त्यहाँ एउटै हो कि के हो हाम्रो एउटै हो त्यहाँ चाहिँ फुलको गार्डनहरू रहेछ अनि त्यहाँ छुट्टै लाग्छ होला जस्तो लागेको थियो र यस्तो हेरेको यहाँ कनेक्ट रहेछ त्यहाँ अब यसो हेर्छौँ कनेक्ट थिएन भने ठिकै छ थियो भने जानुपर्छ होइन र होइन त दाजु चलिदिउँ न हेरेर न गाइज अब हामी चाहिँ यहाँ कनेक्सन रहेछ नि यहाँबाट छिर्न मिल्ने रहेछ 35 रुपियाँमै रहेछ नि त फुलको गार्डनहरू पनि ए यस्तो छ अनि आम्मा यहाँ चाहिँ साँच्ची रोजहरूको यो द थिङ अफ ब्युटी इज जस्ट टु सी नट फर टच एम त्यही भएर छुन पाइँदैन बट आइएम नट अ ब्युटी अरे कहाँ ल है त यस्तै छ होइन त अन्सा आइएम मिसिङ यु होइन ब्युटी भनेर याद आएको होइन तर अस्ति मलाई म्यासेज गरिरहेको थियो क्या पुरा भाइ खोइ त युट्युबमा भ्लग हाल्छस् मेन्सनै छैन भन्दै थियो ल है त मिसिङ यु है त होइन त अन्साले मिस गर्दै हुनुहुन्छ कि छैन भन्नु हार्टबाटै होइन हार्ट ब्रेक हिजो भर्खर बोलेको रे रोजहरूको कलेक्सनहरू छ क्या यहाँ चाहिँ यो कस्तो दामी ठाउँहरू भइसकेछ यार वी लभ धरान सुरुचोटि आउँदाखेरि त यहाँ केही थिएन लिटरली केही थिएन क्या पुरै त्यो उयो मात्रै हो पुल थियो पुल पछि अनि त्यही उयो माथिको त्यहाँ माथि चढ्न ठाउँ थियो अनि यही स्विमिङ खेल्नलाई आइन्थ्यो अनि ऊ त्यो तल बच्चाहरूलाई खेल्ने ठाउँहरू थियो सो ल ठिक छ यसरी नै हो बिस्तारै डेभलप हुने भनेको त्यहाँ फोटो सेसन सकिएकै छैन अझै हामी त यहाँ हामीलाई त जे भयो नि डुल्न पाए गयो भने भ्यागुताको हात मुखमा ऊ यहाँ धामी हो कि के हो ऊ त्यो धामी जस्तो छ त यस्तो कुराहरू मलाई ओभर क्युरियस हुन्छु क्या यस्तो कुराहरू ओभर मलाई मनपर्छ
त्यो धामी झाँक्री त्यो पहिले नैको कुराहरू हुन्छ नि अब एन्सियन्ट टाइममा हाम्रो पुर्खाले के गर्नुभयो त्यो सबै मलाई चाहिँ यसो बुझ्न सुन्न मजा आउँछ हो रहेछ हो धामी नै हो बच्चा बोकिरहेको छ त्यो चाहिँ यो यसको चाहिँ स्टोरी छ क्या अब त्यो बच्चा बोक्छ नि त्यो चाहिँ अब धामी झाँक्रीहरूले टक्क सानो नानीहरूलाई बोकेर होइन गुफामा लगेर त्यो ज्ञान सिकाएर पठाउने यस्तो यस्तो त्यो मिथ हो कि रियल हो कति मान्छेहरूले मैले नि कति मान्छेहरूलाई देखेको छु क्या धामी झाँक्रीले उडाएर लगेको भन्थे हो कि होइन पत्याउने गाह्रो छ तर ठिकै छ हुनसक्छ सो गाइज हामी चाहिँ टक्क यहाँ दादाहरूलाई के भन्छ फाउन्टेनमा आइपुग्यो होइन कस्तो दामी रहेछ उही पानीको छिटा दामी आउँदो रहेछ त यार फाउन्टेन एक राउन्ड हानिदिउँ न भनेको भिजेला जस्तो छ यार माथिसम्म छ अनि के हुन्छ उही कलर पनि हुँदो रहेछ यार कस्तो दामी रहेछ ओभर टिकटक बनाइयो कि मेरो चाहिँ चटक्स मात्रै हो क्या फेरि टिकटक चाहिँ बनाउन आउने चाहिँ होइन जोतमा बनायो बिग्रियो मात्रै टाइम पास भनौँ न सो अब लाइफ इज उयो भनौँ न जहिले एउटा सिक्ने प्रक्रिया हो जहिले सिकिराख्नुपर्छ होइन केही न केही भयो भने सिकिन्छ नाटक भनेको पनि एउटा ठुलै चिज पो त हौ नाटक गरेर मान्छेले कत्रो नाम कमाउँछन् ल है त त्यस्तै छ सो गाइज अब चाहिँ हामी टक्क फर्किने बेला नि भइसक्यो होइन सबैजना फर्किसक्नुभयो खाली खाली हुन नि थाल्यो अनि हामीले चाहिँ अब यसो दादासँग दिजूहरूसँग यसो टाइम स्पेन्ड गर्यो अब टिकटक सिकटक बनाइयो अनि अब चाहिँ टक्क यहाँ सबैजना यहीँ हुनुहुन्छ अनि अब यहाँ हामी खाजा खानलाई जाने कुरा हुँदैछ ल है त एउटा थम्नेल हालिदिउँ न त ल सो गाइस हामी चाहिँ अब यहाँ टक्क बाहिर भिजेर होइन मैले त भेसु त्यसो गएको छु खत्रै पऱ्यो अनि यहाँ सबै ओत लागेको अब ओत पनि म कस्तो खालको ओत भनौँ न अब बिरयानी हाउसमा बिरयानी हान्दै गरेको ओत क्या टक्क अब ए त्यहाँ त्यो त्यता राख्दिनँ न अनि यस्तै छ है त अहिले अब टक्क हामीले फुडहरू मगाएको छौँ आज दादाकोबाट रिभ्यू आउँछ है त भिडियो गर्नुहुँदैछ त जबरजस्ती बिरामीहरूलाई खुवाउने क्रम भइरहेको छ होइन यो भिडियो चाहिँ मम्मीहरूको हातमा पर्नुपर्ने क्या ब्लगमा हालेपछि अब हेर्दा भयो एक दुई चम्ची त खासै केही फरक पर्दैन त्यो धेरै खानु भएन गाइस तपाईँहरूले चाहिँ होइन चटपटे र चियाको कम्बिनेसन खानु भएको छ कि छैन होइन के कस्तो लाग्छ तर हामीलाई चाहिँ एकदमै धेरै मिठो लाग्छ होइन धेरै राम्रो लाग्छ चटपटे र बेस्ट कम्बिनेसन चियाको कम्बिनेसनमा त्यही माथि यस्तो हावा हुरी बतास पानी परेको बेलामा खानको लागि हामी चाहिँ हेरेको ए बिचरालाई चटपटे भएन त एउटैमा फर्स्ट हाल्नु ल एउटामा दुईटामा हाल्न आज खानु बसेको हौ मम्मी म केही नखाइहाल्छु कि त्यही भएर क्या म पानी परिहाल्नु होस् न त अब कस्तो छ ट्राई गर्नु चिन्ता नगर्नु न आइपुग्छौँ कस्तो पाऊ न अब टक्क चाहिँ हो अब चटपटे ल्याएर राखेर हो कन्ट्रोल गर्दै खाइरहेको छु थोरै थोरै कस्तो छ त नि यहाँको बिरयानी र मोमो चाहिँ अक्खु पाउँछ क्या अनि पहिले आसिकाले हातैले अचार दामी छ क्या अनि थोरै 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 पहिले नै रिभ्यू 5 आउट अफ कति
5 to 5. 5.5 पहिला नैको चाहिँ त्यो यहाँ मटका चिया र कफी पाउँथ्यो क्या मटकामा त्यो चाहिँ लास्ट दामी हुने क्या अझ पानी परे वेदरमा आज नि यस्तो त्यो कम्बिनेसन मिलिरहेछ क्या अब चटपटे चिया अनि वेदर पनि यस्तो होइन अझै भर्सक माथि बस्नु पायो भने माथि त अब बिजनेस उयो डर थियो ठिकै छ सो गाइज अब चाहिँ हामी एउटा गेम खेल्न आँटेको होइन टाइम पास क्या अब एउटा मोमो पनि यहाँ यसो अर्डर दिएर यसो अब चिल गर्ने एक्टिङ कम्पिटिसन टाइपको क्या अब सबैको एउटा हुन्छ नि गीत बजाउने गीत नत्र जोतमा जे भन्यो त्यही क्या अब इमोसनल भन्नु भनी अब इमोसनल हुने होइन स्माइल अब स्माइल टाइपको एक्टिङ खुसी टाइपको नत्र एङ्ग्री टाइपको जेको पनि अब दियो भने त्यो गर्ने क्या अब टक्क या टर्न बाई टर्न हुन्छ क्या ल है त लेट्स स्टार्ट ल ल ल पूजा दिजूको टर्न पूजा दिजू सेन्टी सिन्डी भएको के ल अब एकैजना त ब्रेक ल त यता पवनको गरौँ यार पवनको भयो वाउ घरमा कुकुर मरे जस्तो क्या ल ल ल पूजा दिजू 17 सेन्टिमिटर भयो हो यार यतिको टिकटक चाहिँ बनाउनु पर्ने हो क्या ल पूजा दिजू तपाईँको टर्न हो क्या ए दिजू छिटो न ल मेरो बिरालो मरेको छ होइन ल ल दिजू लास्ट चान्स ल दादाको टर्न तपाईँको टर्न हो क्या मेरो बिरालो मरेको छ आसु ब्रेकअप भएको सम्झिनु न ए ल आसु तिम्रो टर्न तिम्रो ल तिम्रो टर्न छिटो न छिटो ल भोलि स्कुल जान्न म भनेर बजाएको छ कसलाई सम्झिँदैछ नि माथि हेर्दैन न तल हेर्छ क्यामेरामा हेर्न क्यामेरा मेरो हैन मरेको मुसाले सम्झिँदैन एकछिन हेर ल ल तिम्रो त्यो ब्रेकअप फेज सम्झ त्यो बेला कस्तो भयो तिमीलाई के त लास्ट ट्राई ल 1 2 3 गो ल अर्को चेन्ज ल त एक्ट बिच्किनेवाला ल ओपर एङ्ग्रीवाला सो गाइज अब हामीले चाहिँ टक्कै एउटा उयो आसुको बर्थडे थियो क्या भोलि अनि हामीले चाहिँ यहाँ यसो सरप्राइज दिन आँटेको अब आसु यहाँ बस्ने भएन अनि यसो अब केक अर्डरै गर्नुपर्छ पाउनु धेर खाने नि होइन राति अब 12 बजी को खान्छ त्यही भएर यसो पेस्ट्री 2टा बोकिरहेको छौँ हामी हो होइन टक्क अब भरे ह्याप्पी बर्थडे भन्ने हुनुपर्छ है त लु आसु थ्याङ्क यू ल ह्याप्पी बर्थडे डे टु यु खोइ केक हेरिदिउँ न अनि पूजा दिजु कता होस् होस् लु आसु भयो यहाँ हेर त नरु बाल्ने बस न
एकछिन न प्रतिशत दिन्छु त्यही भएर दिदी सुटुक्क जानु भयो। सिधा भयो यहाँ टाउकोमा आउँछ फेरि ह्याप्पी बर्थडे सुरुमा कसलाई खुवाउँछ नि यसपछि थाहा पाइहालिन्छ नि के हो कस्तो कसलाई के हो भनेर ए ए है है ह्याप्पी बर्थडे त्यस्तो गर्नु हुँदैन राति हुँदै लु भनेपछि त एक्स्ट्रा ल्याउनु पर्ने रहेछ मुखमा हाल्नलाई मलाई धेरै दिए भाइ लु दादा खोइ गिफ्ट कहाँ छ हौ हाम्रो लागि लिएको ल यहाँ दिन्छु ल यसो अब यहाँ हामीले चाहिँ यसो गिफ्ट क्या अब यो चाहिँ पवन दादाले भेट्नु भएको थियो भेट्नु भन्दा नि हामीले पैसा हालेर किनेको होइन अनि अनि आदि यो सुनको हो क्या कपाल चाहिँ अनि अब टक्क गिफ्ट दिन आँटेको लु खानु कस्तो गर्न यार यो उयो क्या जुस कस्तो ल है त लु म त पहिले गिफ्ट दिनु लु दाजु हामी दुईटा दिउँ न त आसु ल्याउ गिफ्ट के छ भने खुसी छ भने ल ल सक्यो बर्थडे अब के गर्नु यति भन्दै अब हामी पनि लगइन गर्नुपर्ने हो ल डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब अब चाहिँ सक्यो सो बाई गाइस